हामी चाहिँ अहिले यो चनौटे बजारमा आएका छौँ। हाम्रो कामको साइड पनि यता परेर यो चनौटे बजार चाहिँ यो मेलम्ची खोलाले कसरी ध्वस्त पारिएको छ भनेर हामीले केही समयपछि देखाउनेछौँ। हामी जानेछौँ। टुरको घरलाई हेर्यो भने यस्तो छ है, यसरी खोला पसेको छ। ल हेर्नुहोस् त खोला यसरी छ। यो लाखौँ रुपियाँ खर्च गरेको घरहरू यो अवस्था छ है, खोलाले पुरेर। ल यसैले खोलाको छेउमा घर नबनाएकै राम्रो। ल हेर्नुहोस् चनौटे सुट केही घरहरू चाहिँ भत्काइसकिएको छ है। हेलो गाइज, हामी चाहिँ अहिले चनौटे बजारमा आएका छौँ। चनौटे बजार चाहिँ विगतको केही समयमा चाहिँ यो खोलाले चाहिँ ध्वस्त गरिएको छ। हामी घरहरू हेर्छौँ भने यसरी ध्वस्त बनिएको छ। खोला नै यसरी भित्र बसेको छ। यो चाहिँ भुटबङ्गला जस्तो भएको छ। खोला चाहिँ तल थियो, धेरै तल भएको कारणले पछि यो माथि आएको भन्ने कुरा छ। बाह्र वर्षमा एकचोटि खोला फर्किन्छ भनिन्छ, त्यस्तै छ। यो बजार चाहिँ अहिले सुनसान छ है। रुमको चाहिँ यो छैचौँ बास लगाएको छ। ल हामी यो पनि हेर्न सक्छौँ। ल यो चाहिँ पहिला एकदम बाटो, अहिले यो अवस्था। ल यो खोला हिँड्छ यसरी। यो दुई तला यसरी पुगेको छ।